दर्शक महानुभावहरू, हाम्रो टिम नेपालका जेनजी सुदन गुरुङ आफ्नो जन्मस्थान गोर्खा बजार पुगेका छन्। गोर्खा बजारमा रहेको गोर्खा दरबारमा पृथ्वीनारायण शाहले 22औं 24औं राज्यलाई एकीकरण गरेर सिङ्गो नेपाल बनाएका थिए। देश टुक्रिँदै गर्दा आज सोही स्थानबाट सुदन गुरुङले गोरखकाली माताको पूजाआजा गरेर नयाँ पार्टीको घोषणा गरेका छन्। यो फागुन 21 को चुनावमा भाग लिने भएका छन्। सबैजना छुट्टिन्थे हैन, एकीकरण यहाँबाट भयो भन्नु चाहिँ छुट्टै छुट्टै राज्यहरू थियो, यहीँबाट स्टार्ट भयो एकीकरण। तर एकीकरण भइसक्दाखेरि पनि त्यसपछि हामीलाई राजनीतिले, जातले, वेशभूषा हैन, रङले सबै छुट्यायो क्या हामीलाई, धर्मले पनि छुट्यायो हामीलाई। त्यही भएर चाहिँ म चाहिँ मेरो राष्ट्रको लागि सबै हामी दाजुभाइ नेपालीहरू सबैजना चाहे जोसुकै होस् हैन, कुनै पार्टीको मान्छे भए पनि उहाँहरूलाई चाहिँ रक्षा गरिदिनु हैन, मेरो देशलाई रक्षा गरिदिनु, मेरो देशलाई समृद्ध बनाउनमा सहयोग गरिदिनु। अनि यो हाम्रो फेरि एकताको अभियान चाहिँ यहाँबाट हामी स्टार्ट गरौँ। मलाई शक्ति दिनुहोस्, सबैजना एकै ठाउँमा ल्याउन सकौँ, सबैजना खुसी दिन सकौँ, हामी सबैजना नेपालीहरू मेरो देश बनाउन सकौँ भनेर चाहिँ मैले चाहिँ तीन ठाउँमा मैले प्रविधिको पुरा भाषा पनि मेरो केन्द्रीय पूजाहरू तयार गर्नु सही भनेको थिएँ मैले। पहिला हामी कालीको गर्छौँ, राष्ट्रको पूजा हो एकदम मैले बुझेँ बुझेँ आएको बेलामा तीन ठाउँमा यो महत्त्वपूर्ण ठाउँमा यो पहिलो कालीको, दोस्रोमा गोर्खानाथ बाबा, जहाँ चाहिँ गोर्खा बाबा प्रकट भएर पृथ्वी शाहलाई आशीर्वाद दिएपछि आएको। त्यसपछि पृथ्वी शाहले विद्या सिकेको ठाउँ यो चाहिँ श्री विद्या।